नमस्कार। आज 17 नोभेम्बर विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस। विश्व स्वास्थ्य सङ्गठनको 78औं महासभाबाट 17 नोभेम्बरलाई विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवसको रूपमा मनाउने घोषणा गरे अनुरूप यस वर्ष पहिलो पटक आजैदेखि लागौं पाठेघरको मुखको क्यान्सर निवारण गरौँ, एक्ट नाउ इलिमिनेट सर्भाइकल क्यान्सर भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको छ। पाठेघरको मुखको क्यान्सर रोकथाम, उपचार र निवारणका लागि यस नाराले सबै सरकारवाला निकायहरूलाई अहिले नै कदम चाल्न प्रेरित गर्छ। नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख हो। क्यान्सरबाट महिलाहरूको मृत्यु हुनेमा यो पहिलो नम्बरमा पर्छ। रोकथाम गर्न सकिने हुँदाहुँदै पनि नेपालमा प्रतिदिन 6 जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर देखा पर्ने गरेको छ। यही क्यान्सरको कारण प्रतिदिन 4 जना महिलाहरूले ज्यान समेत गुमाइरहेका छन्। यस क्यान्सर निवारणको लागि सन् 2030 सम्ममा नेपाल सरकारले कम्तीमा 90% किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको HPV खोप लगाउने, 30 वर्ष माथिका कम्तीमा 90% महिलाहरूको स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सरको निदान भएका कम्तीमा 90% महिलाहरूको उपचार गर्ने रणनीतिक लक्ष्य लिएको छ। सो लक्ष्य प्राप्तिको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गत वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा HPV खोपलाई समावेश गरी 94% किशोरीहरूलाई पहिलो पटक निःशुल्क खोप सेवा प्रदान गरियो। यस वर्षको फागुन महिनामा पनि विद्यालय जाने 6 कक्षाका छात्रा र विद्यालय बाहिर रहेका 10 वर्षका किशोरीहरूलाई HPV खोप दिने कार्यक्रम रहेको छ। साथै स्थानीय तहमार्फत सञ्चालन हुने एकीकृत प्रजनन स्वास्थ्य रुग्णता शिविर र तालिम प्राप्त स्वास्थ्यकर्मी भएका स्वास्थ्य संस्थामा निःशुल्क रूपमा 30 वर्ष माथिका महिलाहरूको नियमित स्क्रिनिङ कार्यक्रम समेत सञ्चालन गरिँदै आएको छ। त्यस्तै यसका लागि नेपाल सरकारले क्यान्सरका बिरामीहरूलाई उपचारमा सहुलियत समेत प्रदान गर्दै आएको छ। अन्त्यमा पाठेघरको मुखको क्यान्सरको निवारणका लागि जनचेतना अभिवृद्धि गर्न, किशोर किशोरीहरूलाई HPV खोप लगाउन प्रोत्साहन गर्न, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको महत्त्व बुझाएर समयमा नै यो रोगको पहिचान गरेर उपचार गराउन सबै जनप्रतिनिधिज्यूहरू, समाजसेवीज्यूहरू, सञ्चारकर्मीज्यूहरू, महिला स्वास्थ्य स्वयंसेविकाज्यूहरू, सम्पूर्ण स्वास्थ्यकर्मीज्यूहरू लगायत सबै सरोकारवाला ज्यूहरूमा म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।